Welcome to day 15 of my 30-day challenge. Hello everyone, it's me Salina Chhetri. Welcome back to my न्यू मिनी ब्लग। हाम्रो बहिनी रियानाले चाहिँ यता मोबाइल हेर्दै बसिरहेकी थिइन् अनि त्यसपछि हाम्रो यता भाइ रियान्सले चाहिँ होमवर्क सकेर मैले यति जाने दिन्छु भनेर मलाई देखाउँदै थिए। त्यसपछि चाहिँ हामीहरू बाहिर जान लागेको थियौँ अनि हाम्रो रियाना चाहिँ पछि लागिरहेकी थिइन् कि हामीसँग चाहिँ। त्यसपछि हामीहरू रेडी भएर घरबाट निस्क्यौँ अनि घरबाट निस्केर हामीहरू चाहिँ सबैजना हिँड्दै बस स्टपसम्म गयौँ। त्यहाँ यस्तो घाम थियो नि बिहान दिउँसोमा चाहिँ हाम्रो। अनि त्यसपछि त्यहाँ पनि बसाएको रहन्छ अनि अलि अगाडिसम्म जाऊँ भनेर गयौँ अनि त्यहाँ गएर यो मैले देखेँ त्यो टिपेँ। त्यसपछि चाहिँ हाम्रो फाइनली बस पनि आयो अनि हामीहरू सबैजना बसमा चढेर गयौँ। हामीहरू चाहिँ बसमा चढेर गइसकेपछि आफ्नो कामहरू सकेर अनि त्यसपछि हामीहरू चिप्लेढुङ्गा चाहिँ ट्रेड मलतिर गयौँ। सामानहरू किन्न थियो त्यही भएर त्यहाँ गएर सामानहरू किनेर हामीहरू फेरि घरतिर फर्क्यौँ। घरतिर फर्किँदा यस्तो घाम चर्केर कस्तो भएको थियो कि अनि घाम चर्केर मलाई झ्याउ लागिरहेको थियो घाम देखेरखेरि चाहिँ। अनि घर आइसक्यौँ फाइनली हामीहरू घर पनि आयौँ। घर आएर एकछिन बस्यो अनि खाजासाजा खाएँ अनि मौसम चाहिँ यस्तो पानी पर्ला जस्तो भइरहेको थियो। आजको दिन चाहिँ हाम्रो यसरी नै बित्यो। थ्याङ्क यू फर वाचिङ।